बाबु नानीहरू पहिला हामी यो भिडियो हेर्ने अनि यसको फन्नी कमेन्ट पढ्ने ल। यो हावालाई चाहिँ डाँडा बारी पुर्याइसके विश्वास गर्नुस् या नगर्नुस् जय शम्भु ल सुरु गरौँ। आफ्नै बुढीको रिस रोक्न नसक्नेले हावाहुरी रोक्यो रे, गर्ने भन्दा देख्नेले लाज। अब मलाई जान दिनु। कहाँ मलाई अति रिस उठेको छ। कहाँ जाने भन्दिन बुढीलाई भिडियो खेल्न रोक्न नसक्नेले रोक्छ पानी र हावा। बुढाले यस्तो छुँदा मनपर्छ तिमीलाई? मन पर्दैन। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? यस्तै केही घण्टा गरे त बिहान पनि पारिदिन्थे होला। गुरुजी यो झ्याप्प बत्ती जाने पनि रोकिदिनु पर्यो। हेरौला तेरो यो चोरी कति दिन टिक्छ म पनि हेरौला। हेर्दै मात्रै बस है तिमीहरू, फलो नगर ल।